नमस्कार। कम्मल ओढेर घिउ खाने भन्ने कथ्य अथवा उक्ति सुन्नुभएकै होला। नेपाली राजनीतिमा विगतमा यस्तै भयो। त्यसले पुराना दल र नेताप्रति वितृष्णा जगायो। परिणाम गएको निर्वाचनको नतिजा छँदैछ। तर अहिले भने कम्मल उतारेरै घिउ खाने रे। यो प्रसंग हो रासोपा महामन्त्री कविन्द्र बुर्लाकोटीको नयाँ ताजा स्टेटमेन्टको। पहिले एउटा सानो कुरा स्मरण गरौं। सरकारले केही समय अघि अध्यादेश मार्फत कर्मचारीका संगठनदेखि विश्वविद्यालयमा दलीय आबद्धता भएका विद्यार्थी संगठनहरू खारेज गर्ने कानून बनायो र सँगसँगै विश्वविद्यालयहरूका सर्वोच्च निकाय अर्थात गभर्निङ बडी सिनेटबाट प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनको प्रतिनिधित्व पनि हटाइयो। यी निर्णयको केही स्वागत, केही हदसम्म आलोचना र कतिपय अवस्थामा विद्रोह पनि भयो, जस्तो कि अदालतमा मुद्दा पनि पुग्यो। अर्थात सरकारको कदम थियो, मनसाय थियो यस्ता निकायहरूलाई राजनीति मुक्त बनाउने। तर हालै रासोपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको एक कार्यक्रममा के भन्नुभयो भने अबको नियुक्तिमा कुनै पनि पार्टीमा नजोडिएको, इमान्दार भएर विश्वविद्यालयमा पढाइरहेको योग्य व्यक्ति छ, तर रासोपा वा कुनै पार्टीको झण्डा बोकेर हिँडेको छैन, प्राथमिकताको नम्बर 1 मा पर्दैन। पर्सको त अघि भनिएको जत्तिकै योग्य व्यक्ति छ, तर रासोपाले जित्नुपर्छ भन्ने अभियानमा जोडिएको छ, रासोपालाई सहयोग गरेको छ र अरूलाई पनि रासोपालाई भोट हाल्नुपर्छ भनेको छ भने त्यस्तो व्यक्तिको नाममा 1 नम्बर थपिन्छ। केही वर्ष अघि मात्रै त्रिवीमा केशरजंग बराल भिसी नियुक्त हुने क्रममा मेरिटोक्रेसीको खुबै बहस भयो। लामै प्रक्रिया अपनाइयो। तत्कालीन सत्तापक्षले समर्थन र विपक्षीले विरोध गरे। तर बराललाई नियुक्त गर्नेले सम्बन्धितको पार्टीलाई सहयोग गरेको भन्ने योग्यता कतै निर्धारण नगर्दा पनि आरोपहरू खेप्यो। वा यस्ता थुप्रै उदाहरण अरू पनि छन् जहाँ मेरिटोक्रेसी मिचियो, राजनीति भयो भन्ने चर्चा निकै सुनियो। नियुक्त गर्नेले राजनैतिक निकटताको आरोप कहिल्यै स्वीकारेनन्। तर अहिलेको कुरा त मेरिटोक्रेसी विथ पोलिटिकल एफिलिएसन और पोलिटिकल्ली अलाइन्ड पो हुनुपर्ने भयो। यसले कम्मल ओढेर घिउ खाने युगको अन्त्य गर्दै मेरिटोक्रेसीको नारासहित कम्मल फालेरै घिउ खाने युगको सुरु गर्न लागि संकेत मात्रै दिएको छैन, घोषणा नै गरिएको छ। के हो कुरा? नमस्कार।